आज तपाईहरुको माझ एउटा नयाँ भिडियो ल्याएर उपस्थित भइसकेको छु र तपाईहरुले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र भिडियोलाई साथ सपोर्ट दिनु होला। र कतिपय साथीहरुलाई चाहिँ के हुन्छ भनेपछि चाहिँ युट्युबमा भिडियो डाल्ने टाइममा, भिडियो अपलोड गर्ने टाइममा कुन टाइममा गर्ने र कसरी गर्ने भन्ने थाहा हुन्न। त्यसैले पनि अब तपाईहरुको भिडियोमा लाइक, भ्युज कम भइरहेको हुन्छ र तपाईहरुलाई म आज बताउन गइरहेको छु कि भिडियो कुन टाइममा डाल्ने र कतिवटा भिडियो डाल्ने एक दिनमा। युट्युबमा तपाईहरु सर्ट क्रिएटर हुनुहुन्छ भने चाहिँ तपाईहरुले युट्युबमा सर्ट भिडियो कतिवटा डाल्ने एक दिनमा भन्ने विषयमा म तपाईहरुलाई जानकारी दिन गइरहेको छु र तपाईहरुले चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र माया गरिदिनु होला सबैजनाले। म तपाईहरुलाई बताउन गइरहेको छु आज यो दिनमा कति भिडियो अपलोड गर्ने र दिनमा कुन टाइममा भिडियो अपलोड गर्दाखेरि तपाईको भिडियो भाइरल हुन्छ। तपाईहरु सर्ट क्रिएटर हुनुहुन्छ भने तपाईहरुको भिडियो भाइरल हुने सही तरिका म बताउन गइरहेको छु र तपाईहरुलाई म जुन तरिकाले बताउँछु तपाईहरुले त्यही तरिकाले नै आफ्नो युट्युबमा काम गर्दै जानु होला र तपाईहरुले युट्युबमा काम गरेर तपाईहरुले युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ तपाईहरुको युट्युबमा सबभन्दा पहिला चाहिँ 1000 सब्स्क्राइब पुरा हुनुपर्छ र 10 मिलियन भ्युज पुरा हुनुपर्छ तपाईहरुको। त्यति भएपछि चाहिँ तपाईहरुको युट्युब मोनेटाइज हुन्छ र मोनेटाइज भइसकेपछि तपाईहरुको आफ्नो ब्याङ्क एकाउन्टमा पैसा आउने हो र त्यसको लागि चाहिँ तपाईहरुले सबभन्दा पहिला चाहिँ 1K सब्स्क्राइबर पुर्याउन जरुरी छ र तपाईहरुले 10 मिलियन भ्युज पुर्याउन जरुरी छ। त्यो सब आफैले पुरा गर्नुपर्ने हुन्छ र मेरो भिडियोलाई ध्यान दिएर हेरिदिनु होला र तपाईहरुलाई म सबै जानकारी बताउने छु डिटेलमा र तपाईहरुले भिडियो कुन टाइममा हाल्ने, कति टाइममा अपलोड गर्ने भन्ने विषयमा म पुरै जानकारी दिनेछु। तपाईहरुले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला र भिडियोलाई सुरु गरौँ। आउनुहोस् हेरौँ है त। हाम्रो युट्युबमा चाहिँ कतिपय साथीहरुले के गर्नुहुन्छ भने कतिपय साथीहरुले कुनै दिन 4 वटा भिडियो अपलोड गरिदिने, कुनै दिन 5 वटा भिडियो अपलोड गरिदिने, कुनै दिन 10 वटै भिडियो अपलोड गरिदिने र कुनै दिन भिडियो नै अपलोड नगर्ने यस्तो खालको साथीहरु पनि हुनुहुन्छ र त्यसको लागि चाहिँ तपाईहरुले के गर्नुपर्ने हुन्छ भने तपाईहरुले चाहिँ आफ्नो युट्युबलाई चाहिँ कन्टिन्यू टाइम दिनुपर्ने हुन्छ। किनभने तपाईहरुले साँझ बिहान दिनमा जसरी भए पनि तपाईहरुले युट्युबमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ र आफूले चाहिँ कन्टिन्यू टाइम दिनुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले चाहिँ के गर्नुपर्ने हुन्छ भने तपाईहरुले चाहिँ भिडियो अपलोड गर्ने तरिका चाहिँ एकदमै सजिलो तरिकाले तपाईहरुले गर्न सक्नुहुन्छ र तपाईहरुले चाहिँ आफ्नो समय अनुसार गर्नुपर्ने हुन्छ। तपाईहरुले कुनै दिन 5 कुनै दिन 6 यस्तो तरिकाले चाहिँ नगर्नु होला। किनभने तपाईहरुको च्यानलमा यसरी भिडियो अपलोड गरेपछि तपाईको भिडियो भाइरल हुन्न र तपाईहरुको भिडियोमा भ्युज लाइक कम हुन्छ। र तपाईहरुले भिडियो अपलोड गर्ने तरिका चाहिँ तपाईहरुले सबभन्दा पहिलो भिडियो चाहिँ तपाईहरुले बिहानको 8 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। बिहानको 8 बजेतिर किनभने सबै मान्छेहरुले मोबाइल हेर्ने टाइम भया हुन्छ हैन। तपाईहरुले सबैजनाले मोबाइल हेर्ने टाइम भएको हुन्छ र तपाईहरुले बिहानको भिडियोलाई चाहिँ 8 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। बिहानको भिडियोलाई 8 बजेतिर अपलोड गर्नु होला। तपाईहरुले अपलोड गर्ने भनेर तपाईहरुले पब्लिक गरिदिनु होला 8 बजेतिर। कुनै साथीहरुले के गर्नुहुन्छ भने चाहिँ भिडियोलाई 6 बजेतिर 7 बजेतिर बिहान, कुनै दिन 10-11 बजेतिर यस्तै तरिकाले पनि भिडियो अपलोड गर्नुहुन्छ। भिडियोलाई अपलोड गरेर त्यतिकै पब्लिक गरिदिनुहुन्छ। त्यस्तो काम चाहिँ नगर्नु होला र तपाईहरुले चाहिँ बिहानको भिडियो चाहिँ 8 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। 8 बजे अपलोड गर्नु होला। र अर्को आयो दोस्रो भिडियो। दोस्रो भिडियो तपाईहरुले कतिखेर अपलोड गर्नुपर्ने हुन्छ भनेपछि चाहिँ तपाईहरुले दोस्रो भिडियो चाहिँ तपाईहरुले दिनको 1 बजेतिर अपलोड गर्नु होला। दिनको 1 बजेतिर सबै मान्छेहरुको नास्ता खाने टाइम भइरा हुन्छ। त्यतिखेर चाहिँ तपाईहरुको भिडियो सबैजनाले हेर्न पाउँछन् र तपाईहरुले चाहिँ सेकेन्ड भिडियो चाहिँ तपाईहरुले दिनको 1 बजेतिर अपलोड गरिदिनु होला र त्यतिखेर चाहिँ सबै अफिसमा काम गर्ने मान्छेहरुले सबै मान्छेहरुले नास्ता खाने टाइम भए हुन्छ। त्यतिखेर चाहिँ तपाईहरुको भिडियो सबैजनाले हेर्नुहुन्छ र तपाईहरुले चाहिँ आफ्नो दिनको भिडियोलाई 1 बजेतिर सेकेन्ड भिडियोलाई 1 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। 1 बजेतिर अपलोड गर्नु होला। यसरी नै अपलोड गर्नुपर्ने हुन्छ र तपाईहरुलाई आयो तेस्रो भिडियो चाहिँ कतिखेर अपलोड गर्नुपर्ने हुन्छ भनेपछि तपाईहरुले साँझको 6 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। तेस्रो भिडियो चाहिँ साँझको 6 बजेतिर चाहिँ सबै मान्छेहरु कामबाट आएर तपाईहरुको अफिसबाट आएर सबै मान्छेहरु चाहिँ बसेर लगभग खानासाना खाएर मोबाइल हेर्ने टाइम भइसकेको हुन्छ र तपाईहरुले चाहिँ तेस्रो भिडियो चाहिँ तपाईहरुले 6 बजेतिर साँझको 6 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। साँझको 6 बजेतिर अपलोड गर्नु होला सर्ट भिडियो। तपाईहरुले चाहिँ एक दिनमा तपाईहरुले 4 वटा भिडियो अपलोड गर्नुपर्ने हुन्छ। एक दिनमा 4 वटा भिडियो अपलोड गर्नुपर्ने हुन्छ र कुन टाइममा गर्नुपर्ने हुन्छ भन्ने विषयमा पनि मैले बताइरहेको छु र तपाईहरुले ध्यान दिएर हेर्नुपर्ने हुन्छ। ध्यान दिएर मेरो भिडियोलाई हेर्नु होला
र त्यस्तै गरी तपाईँहरूले लास्ट भिडियो चाहिँ तपाईँहरूले कति बजेतिर अपलोड गर्नुपर्ने हुन्छ भने तपाईँहरूले चाहिँ रातिको 10 बजेतिर अपलोड गर्नुपर्ने हुन्छ। तपाईँहरूले लास्ट भिडियो चाहिँ रातिको 10 बजेतिर सबै मान्छेहरू खाना खाएर, सबै मान्छेहरूले काम सकेर सुत्ने टाइम भएको हुन्छ। सुत्ने टाइममा चाहिँ सबैजनाले मोबाइल हेर्छन्, सबैजनाले मोबाइल हेरेर सुत्छन्। त्यतिखेर चाहिँ तपाईँहरूले लास्ट भिडियो चाहिँ तपाईँहरूले आफ्नो रातिको 10 बजेतिर अपलोड गर्नुहोला। किनभने तपाईँहरूले कुनै मान्छेहरूले के गर्नुहुन्छ, दिनमा 5 वटै 6 वटै भिडियो अपलोड गरिदिने टाइम छैन। कुनै मान्छेहरूले 1 घन्टामा अपलोड गरिदिन्छन्, कुनै मान्छेहरूले 1.5 घन्टामा यस्तै बिराएर अपलोड गरिदिन्छन्। यस्तो काम चाहिँ नगर्नु होला। किनभने तपाईँहरूले पनि अपलोड गर्दाखेरि मान्छेहरूले तपाईँहरूलाई, जुन मान्छेले सब्सक्राइब गरेको छ त्यो मान्छेले भिडियो हेर्दाखेरि, तपाईँहरूको भिडियो हेर्दाखेरि यस्तो सोध्छ कि तपाईँहरूको भिडियो ऊ मान्छेले युट्युबमा गयो कि युट्युब खोल्यो कि तपाईँहरूकै भिडियो आएपछि ऊ मान्छेले पनि सोध्छ कि यो मान्छेको कति भिडियो आएको, यो मान्छेलाई म अनसब्सक्राइब गरिदिन्छु भन्ने पनि सोध्छ। र तपाईँहरूले त्यस्तो काम बिल्कुलै नगर्नु होला। किनभने तपाईँहरूले चाहिँ दिनमा 4 वटा भन्दा बढी भिडियो अपलोड नगर्नु होला। दिनमा 4 वटा भिडियो अपलोड गर्नु होला। 4 वटा भिडियो अपलोड गर्नु होला र कुन टाइममा अपलोड गर्ने भन्ने विषयमा पनि मैले पुरै जानकारी दिइसकेको छु। र तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा एक लाइक गरिदिनु होला प्लिज भन्न चाहन्छु। र तपाईँहरूले चाहिँ यस्तै जानकारीका भिडियोहरू म ल्याइराख्नेछु तपाईँहरूमाझ। तपाईँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गर्न नबिर्सिनु होला।